निर्वाचनको क्रममा हामी यहाँदेखि निर्वाचन क्षेत्रका विभिन्न वडाहरूमा माडीदेखि भरतपुरका 19वटा वडा, माडीका 9वटा वडा, लगभग हामी सबै वडाहरूमा पुगिसकेका छौँ। पुग्दाखेरि सबैतिर उत्साहजनकै माहौल छ, किनकि भरतपुरतिरका हाम्रा वडाहरूमा निर्वाचन क्षेत्र नम्बर 3 का वडाहरूमा भरतपुरतिरका मतदाताहरूको चाहिँ भरतपुरमा रेणुदाले 2 कार्यकाल राम्रो काम गर्यो, विकासको काम गर्यो। हिजो देशको एउटा मध्यभागमा भए तापनि भरतपुर यो ठाउँ अनि यो चितवन विकासले धेरै पछाडि परेको थियो। मध्यभाग भने तापनि, वैकल्पिक राजधानी भने तापनि विकासले पछाडि थियो। अहिले पछिल्लो यो ठाउँले एउटा विकासले फड्को मारेको छ। देश विदेश सबैतिर एउटा चर्चाको विषय बनेको छ भरतपुर विकासको मोडेल र यो सबै चिजहरू। हिजो म एकदमै स्मरण भइराखेको छ आजको यो चुनावी घरदैलो अभियानमा आउँदाखेरि, आजभन्दा 9 वर्ष अगाडि 74 सालमा जति बेला म यो महानगरपालिकाको नगर प्रमुखको उम्मेदवारको हैसियतबाट तपाईहरुको घरदैलोमा आउँदाखेरि अवस्था के थियो र अहिले आउँदाखेरि कति सजिलो। मैले केही उम्मेदवारहरूले बोलेको पनि सुने यो दौरानमा। उम्मेदवारहरूले अब हुन त यो समथर भूभाग छ, समथर भूभाग भए तापनि बाटाघाटाको अवस्था एकदमै जीर्ण थियो। हिजोको दिनमा पक्की सडक हेर्नलाई बजार पुग्नु पर्थ्यो, एउटा पनि सडकहरू कालोपत्र थिएन, पिच थिएन, पक्की सडकहरू थिएन। 74 को कुरा, 9 वर्ष अगाडिको कुरा। आज सरल सबै ठाउँमा हामी चुनावी अभियानमा पनि छोटो समयमा सबै ठाउँमा पुग्न सक्ने भएका छौँ। एकै दिनमा धेरै कार्यक्रमहरू भ्याउन सक्ने भएका छौँ। हामी धुलामै भएर हिँड्नु पर्थ्यो, आज धुलो रहित भएर हामीले मजाले अब यो चाहिँ चुनावी यात्रा अगाडि बढाउन पाएका छौँ। यो हिसाबले एकदमै सहज बनेको छ। हामीलाई पनि यो 9 वर्षको हामीले गरेको कर्मले अहिलेको यो प्रतिनिधि सभाको उम्मेदवारको हैसियतबाट, हिजो 2 पटक नगर प्रमुखको उम्मेदवारको हैसियतबाट म हिँड्दा र आज प्रतिनिधि सभाको उम्मेदवारको हैसियतबाट हिँड्दाखेरि एकदमै फरक मैले पनि अनुभूति गरेको छु। सायद सबै तपाईँ जनसमुदायहरूले पनि अनुभूति पक्कै गर्नुभएको छ। सहज एउटा अनुभूति सबैलाई भएको छ। विकासले एउटा फड्को मारेकै छ। विकासको यो गतिलाई निरन्तरता दिनका लागि पनि यो ठाउँ बुझेको, यहाँका माटो बुझेको, यो माटोप्रति माया भएको र यो अहिलेको सबै यहाँका अप्ठ्यारा परिस्थिति के छन्, गर्नुपर्ने काम के हो, सबै विषयवस्तुहरू जानकारी भएको उम्मेदवार नै यो ठाउँले खोजेको छ भन्ने म ठान्दछु। यसर्थ सबै आदरणीय आमा समूह र टोल विकास संस्था, सम्पूर्ण तह र तबका पार्टीका सबै जिम्मेवार नेता कार्यकर्ता साथीहरू सबैलाई अनुरोध गर्न चाहन्छु। मेरो उम्मेदवारी मैले हुन त मेयर निर्वाचित भएदेखि नै अबको म प्रतिनिधि सभाका लागि चितवन क्षेत्र नम्बर 3 बाट म उम्मेदवारी दिने हो भनेर मैले विभिन्न सार्वजनिक कार्यक्रममा पनि भनेकै हो। पत्रकारहरूले सोद्धाखेरि पनि मैले भनेकै थिएँ र हामीले 84 मा होला निर्वाचन भन्ने हिसाबले हाम्रो 84 को मानसिकता थियो। अहिलेको देशको परिस्थितिले गर्दाखेरि निर्वाचन अगाडि सरेर आयो। लगभग 1.5 वर्ष 2 वर्ष अगाडि नै 82 मा हामी गर्नुपर्ने परिस्थिति बन्यो र मैले पनि अब 1 वर्ष नगर प्रमुख भएर यो ठाउँको लागि योगदान गर्ने कि यो 1 वर्षलाई बिट मारेर बरु अरू 5 वर्ष आफ्नो कार्य अवधि यो ठाउँका लागि, यो विकासको गतिलाई निरन्तरता दिनका लागि चुनावी मैदानमा जाने, जनताको अभिमत लिन म चाहिँ मैदानमा होमिने भन्ने कुरामा मलाई त्यो खालको एउटा मानसिकताले म पछिल्लो के निष्कर्षमा पुगेँ भने यो भन्दा 1 वर्ष नगर प्रमुख हो, 9 वर्ष नगर प्रमुख भएर मैले जति योगदान गरेँ सजिलो थिएन। महानगरपालिकाको स्रोत साधन एकदमै न्यून थियो। महानगरपालिकाको बजेटबाट हामीले धेरै गर्न सक्ने अवस्था थिएन। हामीले स्थानीय तहको नेतृत्व हुँदै गर्दाखेरि पनि सङ्घ प्रदेशसँग समन्वय हैन, सहकार्य र बजेटका कुराहरू हामीले खानेपानीका क्षेत्रमा, शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा, पूर्वाधारको क्षेत्रमा भरतपुरलाई चिनाउने ठुल्ठुला परियोजनाहरू, गौतम बुद्ध क्रिकेट रङ्गशाला, अन्तर्राष्ट्रिय सिटी हल हैन, नारायणी तटबन्धनका योजनाहरू, सिँचाइका योजनाहरू, यी ठुल्ठुला परियोजनाहरू, खानेपानीका दर्जनौं आयोजनाहरू, यी सबै लगभग 98% भरतपुरवासी अहिले सहज एउटा चाहिँ स्वच्छ खानेपानी पाउने अवस्था बनेको छ। यी सबै चिजहरू हामीले सँगै सरकारसँग गरेको समन्वयका कारण यी सम्भव भएका छन्। अहिले यति बेला कतिपय उम्मेदवारहरू केन्द्रको सांसदले गर्ने विकास निर्माणको काम गर्ने हैन, नीति निर्माण मात्रै गर्ने हो, कानुन मात्रै बनाउने हो भनेर विकास निर्माणमा अनुभव नभएर हो या चाहिँ जनताको भावना नबुझेर हो। अहिले हामी जनताको घरदैलोमा जाँदाखेरि जहाँ जाँदा नि के हो त, उहाँहरूलाई कानुन भन्दा पनि विकास निर्माणै चाहिएको छ। आफ्नो घर अगाडि बाटो पिच हुन पर्यो, आफ्नो घर अगाडि अब बर्खामा डुबान हुन्छ, ढल हुनु पर्यो हैन, खानेपानीको सुविधा हुनु पर्यो, शिक्षा स्वास्थ्यको सुविधा हुनु पर्यो। यस्ता खालका न्यूनतम आवश्यकताहरू हैन, संविधान प्रदत्त मौलिक हक सबभन्दा पहिलो जनताको यही छ अपेक्षा। तर यो चिजहरूलाई नबुझेर यो मात्रै भनेर उम्किने सँगै हामी स्थानीय तहको एउटा नेतृत्व हुँदा त हामीले केन्द्रसँग समन्वय गरेर यति धेरै बजेट यो ठाउँमा ल्याउन सक्यौँ र जनताले अनुभूति गर्ने गरी विकासका कामहरू अगाडि बढ्यो भने अब यो
स्थानीय तहबाट त यति भयो भने अब केन्द्रमा गएर झन् धेरै गर्न सकिन्छ भन्ने अपेक्षा र विचार गरेर मैले अहिले 15 महिनाको आफ्नो मेयर पदलाई राजीनामा दिएर अब सङ्घीय सांसदका लागि र यो ठाउँका लागि यो विकास गतिलाई निरन्तरता दिनका लागि र अझ धेरै भरतपुरलाई देशकै एउटा केन्द्रीय सहरको रूपमा यो चितवन क्षेत्रलाई सिङ्गो चितवन जिल्लालाई देशकै एउटा केन्द्रीय सहरको रूपमा विकास गर्ने यो सम्भावना पनि छ। हामीले त्यो जग तयार गरेका छौँ, फाउन्डेसन हामीले तयार गरेका छौँ। यसर्थ त्यो एउटा सोच एउटा चाहिँ अभिलाषाका साथ मेरो उम्मेदवारी छ। पक्कै पनि सम्पूर्ण भरतपुरवासीले यो महसुस गर्नुभएको छ, किनकि सबैतिर जाँदाखेरि पनि भन्नुहुन्छ कि अब काम गरेको मान्छेलाई त हामीले त्यसको चाहिँ मूल्याङ्कन गर्नु पऱ्यो नि त। गरेको मान्छेलाई त हामीले गर्ला कि भन्ने भन्दा पनि कामले प्रमाणित भएको भोलि पनि उसले गर्न सक्छ भनेपछि र हिजो गरेको हिसाबले पनि हामीले त्यसको मूल्याङ्कन गर्नुपर्छ, हामीले त्यसको कदर गर्नुपर्छ। त्यसकारण हामी एउटा भोट जसरी पनि भन्ने पनि छ। हाम्रो पार्टीभन्दा विपक्ष फरक पार्टीकाहरूबाट पनि जो विकास प्रेमी हुनुहुन्छ, विकास चाहनु भएको छ, जसले गर्न सक्छ, विकास गर्ने मान्छे हामीलाई त राम्रो मान्छेको खाँचो हो नि, विकास गर्ने मान्छेको खाँचो यसर्थ भन्ने कुराहरू पनि छन्। त्यो हिसाबले तपाईँहरूले कति पनि अब एकदमै गुलिया कुरा, आशासनका कुरा, भ्रमपूर्ण कुराहरूबाट हामी त्योबाट मुक्त हुन जरुरी छ। त्यस्ता कुरा गर्ने मान्छे त यो समाजमा कति छन्। मुख्य कुरा जनताको भावना बुझेर यो ठाउँको विकास गर्ने, योगदान गर्ने अनि यो ठाउँका लागि योगदान गर्ने, विकासको काममा दत्तचित्त भएर सबै स्वार्थभन्दा माथि उठेर आफ्नो यो ठाउँको लागि, जनताको लागि सकेसम्म एउटा सेवक भएर सुख दुःखको साथी बनेर को उभिन सक्यो सकेन त्यो कुरालाई पनि हामी बुझ्न जरुरी छ। म आफू भन्नुपर्दाखेरि 9 वर्ष मेरो ऊर्जाशील समय मैले भरतपुरका लागि खर्चेँ। मेरो आफ्नो परिवारभन्दा मैले भरतपुरलाई र भरतपुरवासीलाई आफ्नो ठानेर मैले कर्म गरेँ। मेरो आमा बिरामी भएर एउटा मृत्युशैया जस्तै हुनुहुन्थ्यो अस्पताल के अरे ओछ्यानमा जिउँदो लास जसरी लगभग 4 वर्ष गुजार्नु भयो। तर पनि मैले आमाका लागि पनि समय नदिएर जति दिनुपर्ने एउटा छोरीको नाताले त्योभन्दा पनि भरतपुरमा कोभिड आयो, यहाँका नागरिकलाई बचाउन, बाढी आयो, यहाँको नागरिकलाई बचाउन, विकासका कामहरूलाई कसरी हुन्छ गति दिन म जसरी अहोरात्र घटेँ। यसको त कदर हुनु पऱ्यो नि, मूल्याङ्कन हुनु पऱ्यो नि भन्ने कुरा पनि हो। त्यसर्थ गर्नेलाई पनि उही, नगर्नेलाई पनि उही, एउटै डालोमा चाहिँ हालिदिनु भएन कि बास्केटमा हालिदिनु भएन। यही निर्वाचन क्षेत्र चितवनका 3वटा निर्वाचन क्षेत्रमा निर्वाचन हिजो पनि भयो। हिजो पनि हुँदाखेरि यहाँका निर्वाचितहरूले के कसो गर्नुभयो त्यो पनि हामीले मूल्याङ्कन गर्न जरुरी छ। निर्वाचित भएर गएपछिको योगदान होइन, माथि निर्वाचित भएर गयो, निर्वाचन सकियो, फेरि अर्को निर्वाचनमा मात्रै झुल्किने उम्मेदवारहरू हामीले खोज्ने हो कि जनताको सुख दुःख हरेक पल हरेक क्षण जनताको साथमा रहेर आफ्नो चाहिँ योगदान र भूमिका निर्वाह गर्ने हामीलाई सच्चा जनप्रतिनिधि चाहिएको, यो कुरालाई पनि हेक्का राख्न जरुरी छ। म यो कुरामा तपाईँहरूलाई चाहिँ त्यो भन्न खोजेको होइन, मात्रै मैले आफ्नो अनुभूतिको कुरा चाहिँ तपाईँहरूलाई चाहिँ यहाँ साट्न खोजेको मात्रै हो। त्यसर्थ सबैले यो मन बनाइसक्नु भएको छ। अहिले मैले धेरै भन्ने भन्दा पनि हिजो कामबाट पनि सबै चिजहरू कामले बोलेको छ, व्यवहार बोलेको छ। त्यो हिसाबले तपाईँहरूले विश्वास गर्नुहुन्छ भने मलाई पूर्ण एउटा आशा र भरोसा लागेको छ।